हेलो गुड इभिनिङ सम्पूर्ण साथीहरुमा गर्मीको चिसो चिसो अभिवादन है। आज यसो छुट्टीको बेला रुममै कति बस्नु भनेर घुम्न निस्केको हैन। हेर अब साथीहरुलाई जाम भनेको मानिन एक दुईजना साथीहरुलाई छुट्टी छ यसो जाम भनेको मानिन यसो म चाहिँ निस्केको छु। हेर न अब अब चाहिँ जाम एक्लै लुहुर लुहुर काँसमा पुगिन्छ हैन। अब हल्का अँध्यारो पनि हुन लाग्छ। जब अब काँसमा पुगिन्छ एक्लै त्यसपछि रुममा फर्किनुपर्छ। कम्पनीमा मान्छे सप्लाईको मान्छे ल्याएर छुट्टीको छुट्टी पाएको छ यसपालि। हेर नि फेरि अब कहिले फेरि अब काम केलाउँछ थाहा छैन। अहिले चाहिँ छुट्टी त भयङ्कर दिएको छ। मस्त छुट्टी पाएको हुन्छ फेरि थाहा छैन फेरि कुन दिन फेरि गधालाई भारी बोका जस्तो काम पेलाउँछ थाहा छैन। ल हेर छ पुरै तिलिक्क हैन। 8 बजिसकेर पनि घाम यतिको छ। नेपालतिर भयो अँध्यारो भइसक्यो होला हैन। अब यतिखेर त मान्छे नेपालतिर त खाना खाएर सुतिसक्यो पनि होला है त। तर कस्तो राम्रो बनाएको छ के यो बिचबाट रेल हिँड्छ है। पारिबाट गाडी यताबाट गाडी चल्दैछ मजाले है। कस्तो राम्रो बनाएको छ के जाँदैछु लास्ट सिटमा है। यहाँ बसेर सर्न जानुपर्छ। ल गाडीको भिड हेर्नु कति लामो हुन्छ। चिसो हावा परेर आज ल यो चाहिँ चिसो हावा शरीरमा गर्मी लागेको छ भने यहाँ आउने हावा खाने बस्ने मस्तै। तले त देखादिउँ मलाई पनि हैन। यो चाहिँ नि बुकारेस्टको सेन्टर है। सेन्टर पार्क हो। यता पार्लियामेन्ट छ हैन।
अहिले समय भएपछि नि पार्लियामेन्टमा पनि जान्छु होइन, हेरौँ के हुन्छ। बबाल छ कि रुममै बस्नु भनेर त आउनु ठिक रहेछ त हौ। ल घाम छ अझै पनि, लगभग 9:15 भइसक्यो। मान्छेको भिड कतिवटा त मान्छेहरू आउनुमा है। कति अलि अँध्यारो भएको छैन, अँध्यारो भएको पनि दामी हुन्छ। म त साथी अब चाहिँ अँध्यारो पनि भयो होइन, अब रुम पनि फर्किनुपर्छ। बल्ल हल्का अँध्यारो पनि हुँदैछ है, त्यही भएर चाहिँ यसो पार्लियामेन्टतिर पुगौँ भनेको अलि अँध्यारो भइसक्यो होइन, त्यही भएर जान सकिनँ। किनकि अब क्यामेरा पनि अब कतिलो छैन होइन, मन्दिर भइसकेछ होइन। अब यो हल्का यो लाइटहरू पनि बाल्न थालिसकेको छ, त्यही भएर अब चाहिँ घरतिर फर्किनु पर्छ होइन। त्यही हो, अब फेरि छुट्टी मिलेको भयो भने चाहिँ यसो पार्लियामेन्टतिर यसो घुमेर भिडियो बनाउँला होइन। त्यसो भन्दै आज चाहिँ बिदा पाऊँ है त। दर्शन नमस्ते हजुरहरूले र अन्तिम समय हेरिदिनु भएकोमा सबैलाई धन्यवाद है त। बाई बाई।